स्कुलमा गएर यति खतरनाक डान्स हुन्छ भने मैले सोचेको पनि थिएँ। आज हाम्रो स्कुलमा थियो सानो प्रोग्राम। फेरि त्यहाँबाट हामीले सरले बाहिर बोलाउनु भयो। त्यहाँबाट हामीले भाषण सुन्यौँ। मनमा सधैँ दया र माया भाषण खत्म भएर अब हुन्छ हाम्रो डान्सिङ स्टार्ट। हामीहरूलाई लास्टै भोक लागिरहेको थियो। त्यहाँबाट हामीलाई केही खानेकुराहरू दिनुभयो। त्यहाँबाट हामी लाग्यौँ क्लासमा जानुभन्दा पहिले खाना खान स्टार्ट गरिसकेको थिएँ। मलाई भेटिसकेको छ अब फर्स्ट जोनी सिंहको छोरा। धेरै केही त मिल्थेन, एउटा फ्रुटी र 2टा समोसा मात्रै मिलेको थियो। त्यहाँबाट मैले खाएँ। अब हेर्नु होला जोनी सिंहको छोरा छोरीको लपटान। अब हुन्छ असली डान्स। सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला, मेरो भाइलाई सपोर्ट गरिदिनु होला गाइज।